नमस्ते, शुभ बिहानी। म अहिले अन्नपूर्ण फर्स्टको आधार शिविर जहाँ चाहिँ हिमाल आरोहणको लागि नेपालीहरूलाई जुन चाहिँ रोयल्टी नतिरी जाने मान्छेहरूलाई यहाँभन्दा माथि चाहिँ चढ्न दिइँदैन त्यो ठाउँमा रहेर मैले यहाँ भिडियोहरू कैद गर्दैछु। तपाईहरुले देख्न सक्नुहुन्छ यो ब्याकग्राउन्डमा रहेका यी टेन्टहरू यी विदेशी पर्यटकहरू अथवा नेपाली चाहिँ पर्यटक जुन चाहिँ तपाईको हिमाल आरोहणको लागि रोयल्टी तिरेर आउनु भएको छ उहाँहरूको व्यवस्थापनको लागि चाहिँ राखिएका टेन्टहरू हुन्। यहाँ निकै व्यवस्थित र निकै चाहिँ तपाईको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट चाहिँ यो नेपालको 8000 भन्दा माथिका हिमालहरू आरोहण गर्ने पहिलो चाहिँ हिम श्रृङ्खला अन्नपूर्ण रहेछ। अन्नपूर्णको अर्थ चाहिँ अन्नको भण्डार भनेर चाहिँ हामीले थाहा पाइरहेका छौँ, जुन चाहिँ हिन्दू परम्परा अनुसार देवीको प्रतीक पनि भनिन्छ। र यहाँ ब्याकग्राउन्डमा हुनुहुन्छ रचनाजी हैन। रचनाजीलाई मैले केही सोध्दैछु।